नेपालको माया लाग्छ कि लाग्दैन तपाईँलाई? डकुमेन्ट्सको अनुसार आफूले काम जानेको अनिवार्य हुनुपर्छ। काम हातमा सिप भएपछि चाहिँ कामलाई तपाईँलाई स्यालेरीलाई कुनै ठाउँमा पनि रोकिनु पर्दैन। युज गर्नु पर्यो भने आजको टाइममा त जापानलाई म चाहिँ एक्सपिरियन्स होल्डर नै हुँ, भने चाहिँ मलाई झन् सजिलो भयो। सेल नभएको कारणले स्यालेरी पनि कम पाउने गर्दछ। बिजनेस गर्ने सोचमा हुनेहरूका लागि तपाईँले बुझेको अनुभवको आधारमा चाहिँ के सुझाव दिन एक स्यालेरी कम पाउनुको काम नजानेर के चाहिँ कारणले नेपालीहरू जापानप्रति आकर्षण भएको हुन् जस्तो लाग्छ तपाईँको बुझाइको? कुकबाट बिजनेस भिसा गरिरहँदाखेरि जटिलता भनेको नै त्यो भाषा नै थियो। जब तपाईँ फर्स्टचोटि कुक भिजामा आउनुभयो नि तपाईँको जापानको फर्स्ट स्यालेरी चाहिँ कति थियो? 30 मन्थमा 3 वर्ष गरे। सबैलाई नमस्ते। जापानको टोकियोबाट म कल्पेश आज पनि तपाईँहरूको माझमा एक फरक भिडियो लिएर आउने प्रयास गरेका छौँ। हाम्रो भिडियो कस्तो लाग्छ भिडियोलाई अन्तिमसम्म हेरेर कमेन्ट मार्फत सुझाव सल्लाह र प्रतिक्रिया भनिदिन नबिर्सनुहोला। आज चाहिँ हामी टोकियोको कोबुची स्टेसनमा पर्ने एक नेपाली दाइले विगत 7-8 वर्षदेखि सञ्चालन गर्दै आउनुभएको रेस्टुरेन्टमा आएका छौँ। जापान कहिले आउनुभयो र उक्त रेस्टुरेन्ट कसरी सञ्चालन गर्नुभयो र उक्त रेस्टुरेन्ट सञ्चालन गर्नको लागि के कति सङ्घर्ष गर्नुभयो भन्ने विषयमा आज छोटो रूपमा दाइसँग कुराकानी गर्नेछौँ। दाइलाई मैले मेरो भिडियोमा स्वागत गरेँ। हजुर नमस्कार। हजुरको शुभ नाम? मेरो नाम चन्द्रराज जोशी। हजुर, अनि जापान चाहिँ तपाईँ पहिलोपटक कहिले र कुन भिजामा आउनुभयो? म कुक भिसामा 2011मा जापानको क्योतो भन्ने ठाउँमा आएको हुँ। हजुर, अनि 2011मा तपाईँ कुक भिजामा आउँदाखेरि नेपालमा कुक भएर नै काम गर्नुभएको थियो या तपाईँ डाइरेक्ट यहाँ आएर नै कुकको काम स्टार्ट गर्नुभएको? होइन, म नेपालमा होइन, म इन्डियामा कुक भएर नै काम गरिरहेको थिएँ। हजुर, इन्डियामा लगभग 22 वर्ष जति एज अ कुक भएर नै काम गरिरहेको थिएँ। हजुर, त्यसपछि तपाईँ कुकमा चाहिँ इन्डियाबाट चाहिँ डाइरेक्ट जापान आउनुभयो त्यसो भए? हजुर। अनि जब तपाईँ पहिलोचोटि जापानमा कुक भिजामा आउनुभयो नि तपाईँले चाहिँ कुक भिजामा के कस्ता चुनौतीहरू के कस्ता समस्याहरूको सामना गर्नु पर्यो त त्यतिखेरको समयमा चाहिँ? खासै त्यस्तो सामना गर्नु परेन। हजुर, आफ्नो इन्डियामा गरेको सर्टिफिकेटहरू पेस गरेर त्यसको आधारमा चाहिँ भिसा प्राप्त भयो। भिसा प्राप्त भएपछि जापानको टोकियो के अरे जापानको क्योतोमा आएको 1 वर्ष जति त्यहीँ रेगुलर काम गरियो। त्यस पछाडि चाहिँ जापानको टोकियो भन्ने ठाउँमा आइयो। त्यहाँ 3 वर्ष रेगुलर काम गरियो। 3 वर्ष रेगुलर काम गर्दा गर्दा पछि बिजनेस गर्ने आफ्नो एउटा सोच आएको हुनाले आफ्नो कम्पनी दर्ता गरेर बिजनेस स्टार्ट गरेको। अनि अहिले चाहिँ तपाईँले आफ्नै रेस्टुरेन्ट सञ्चालनमा ल्याउँदै आउनुभएको छ। उक्त रेस्टुरेन्ट सञ्चालनमा ल्याएको चाहिँ कति भयो त्यसो भए समय चाहिँ? रेस्टुरेन्ट बिजनेस गर्न थालेको त मलाई लगभग 10 वर्ष भयो। तर योभन्दा पहिलाको रेस्टुरेन्टहरू बेचेर अहिले यो चाहिँ रेगुलर 5 वर्षदेखि सञ्चालन ल्याउँदै आउनु भएको छ। अनि अहिले जुन रेस्टुरेन्ट गर्नुभएको छ नि यसको शाखा यही मात्रै सीमित छ कि अन्य क्षेत्रमा पनि गर्दै आउनु भएको छ? अहिले यसको शाखा एउटा मात्रै छ, यही मात्रै। हजुर, अनि दाइ जब तपाईँ पहिलोचोटि जापान आउनुभयो नि पक्कै पनि सहज त थिएन होला। अब भाषा जापान भनेको अब जापानिज भाषालाई नै बढी महत्त्व दिन्छ, यहाँ अङ्ग्रेजी खासै चल्ने हुँदैन। अनि तपाईँको सवालमा चाहिँ अहिले एकदमै जापानिज भाषा पनि राम्रै बोल्नुहुन्छ। जापानिज भाषा प्लस कुक भिजाबाट चाहिँ बिजनेस भिजा गर्दा चाहिँ के कति सङ्घर्ष गर्नु पर्यो र सबैभन्दा जटिल परिस्थिति चाहिँ के थियो तपाईँले कुकबाट चाहिँ बिजनेस भिजा गरिरहँदाखेरि चाहिँ? कुकबाट बिजनेस भिसा गरिरहँदाखेरि जटिलता भनेको नै त्यो भाषा नै थियो। यो भाषालाई चाहिँ कसरी म्यानेज गर्नुभयो? अनि के तपाईँले यहाँ जापान आएर भाषा अध्ययन गर्नुभयो र के? भाषा अध्ययन गरिनँ। मैले कुक गर्दाखेरि जापानिजको इन्डियन रेस्टुरेन्टमा काम गर्दाखेरि सबै जापानिज भएको कारणले गर्दा जापानिज सिक्ने मौका त्यहीँबाट प्राप्त भएको थियो। अनि जब तपाईँ अब 14-15 वर्ष पहिला तपाईँ कुक भिजामा आउनुभयो, अब त्यतिखेर त अब जापानमा पनि अब स्यालेरी एकदमै थोरै थियो होला। जब तपाईँ फर्स्टचोटि कुक भिजामा आउनुभयो नि तपाईँको जापानको फर्स्ट स्यालेरी चाहिँ कति थियो? मेरो जापानको फर्स्ट स्यालेरी भनेको 10 मान थियो। हजुर, 1 वर्षसम्म 10 मानमै गरियो। हजुर, 1 वर्ष पछाडि जब म टोकियो आएँ, टोकियो आउँदाखेरि सिधा 30 मानमा 3 वर्ष गरेँ। अनि तपाईँले त कुक भिजामा आएर यत्रो ठुलो रकममा काम गरिराख्नु भएको रहेछ। पछिल्लो समयमा जो जति कुक भिजामा आउनु भएको छ नि उहाँको एकदमै गुनासो छ कि हामी चाहिँ धेरै लगभग दिनको 15-16 घन्टा काम गर्छौँ, पैसा पनि 10-15 मान पनि दिँदैनन् भन्ने गुनासो आइरहेको छ। यो विषयलाई चाहिँ कसरी लिनुभएको छ, कसरी बुझ्नु भएको छ? यस्तो काम जानेको मान्छेलाई र राम्रो काम चल्ने कम्पनी
फेला पर्यो भने स्यालेरी राम्रै पाइन्छ, त्यस्तो कहीँ पनि हुँदैन। काम नजाने एक स्यालेरी कम पाउनुको काम नजानेर हजुर र अर्को कुरा स्यालेरी कम पाउनुको कारण के हो भने नेपाली इन्डियनको धेरै जसो रेस्टुरेन्टहरूमा सेल हुँदैन, सेल नभएको कारणले स्यालेरी पनि कम पाउने गर्दछन्। अनि यो त त्यो ल स्यालेरी चाहिँ अब जस्तै उहाँको डकुमेन्टेसनमा हेर्दाखेरि स्यालेरी सिट चाहिँ लगभग 20-22 मानको देखाएको हुन्छ। हातमा दिँदाखेरि चाहिँ हामीले 10 मान 15 मानमा मात्र पायौँ भन्ने गुनासो एकदमै आएको देख्न पाइन्छ। यो समस्या चाहिँ के कारणले र कसरी आयो जस्तो लाग्छ तपाईँको बुझाइको आधारमा चाहिँ? अब यो समस्या भनेको कस्तो हो भने डकुमेन्ट्समा 20-22 मान रेगुलर स्यालेरी देखाएन भने उनीहरूको भिसाको ठुलो समस्या आउन जान्छ हजुर 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 है। स्यालेरी अब रेस्टुरेन्ट चलेको हुन्न, 20-22 मान जो डकुमेन्ट्समा देखाएको हुन्छ, तर स्यालेरी चाहिँ 10-12 मान दिएको हुन्छ। अनि त्यसै जो 20-22 मा 15-16 मा लाग्नुहुन्छ नि अब तपाईँको सवालमा त तपाईँसँग आफूसँग राम्रो स्किल थियो, राम्रो क्षेत्रमा काम पनि पाउनुभयो, अहिले आफू नि राम्रो ठाउँमा स्थापित हुनुभएको छ। जुन चाहिँ अब सामान्यतया नेपालबाट होस् या विश्वका अनेक देशहरूबाट कुक भिसामा आउनुहुन्छ नि, उहाँहरू चाहिँ अब आफ्नो देशबाट कुनै पनि काम नसिकेर फेक डकुमेन्ट बनाएर आउने र जापानमा आएर मलाई यति स्यालेरी दिएन, उति स्यालेरी दिएन भनेर एकदमै गुनासो गर्ने समस्या आएको छ। यो समस्या नआउनको लागि चाहिँ तपाईँको यत्रो अनुभवको आधारमा अब आउने कुकहरूलाई चाहिँ के सुझाव दिन चाहनुहुन्छ? त्यो समस्या नआउनुको लागि चाहिँ के अरे त्यो जुन डकुमेन्ट्सहरू छ, डकुमेन्ट्सको अनुसार आफूले काम जानेको अनिवार्य हुनुपर्छ। डकुमेन्ट्स मात्रै 10 वर्षको एक्सपिरियन्स सर्टिफिकेट बनाएर नक्कली काम जिरो छ भने समस्याहरू अझ आएका छन् र भोलिका दिन पनि आइरहनेछ नि। अनि चाहिँ अनि जुन अहिले पछिल्लो समय जुन 10-15 मा नै लगेर राम्रो कुकले पनि काम गरिरहेका छन्, उनीहरूले चाहिँ जापान जस्तो महँगो देशमा चाहिँ जीविकोपार्जन गर्न सक्छन् जस्तो लाग्छ। यो जुन स्यालेरी लगिरहेका छन् त्यो स्यालेरीले चाहिँ होइन, 10-15 मान यस्तो कम्पनीले यदि बस्न खान सहित 10-15 मान दिएको छ भने त्यो राम्रो स्यालेरी हो, त्यसलाई नराम्रो भन्न मिल्दैन। जापानिजहरूमा कस्तो हुन्छ भने स्यालेरी 20 मान दिएका हुन्छन् तर खाना बस्न केही पनि हुँदैन। त्यो हिसाब गर्ने हो, जापानिजको 20 मानको स्यालेरी हिसाब गर्ने हो भने नेपालीले 15 मान दिएको भनेको त त्यो 30 मान बराबर सरको हो। त्यसमा पनि अब 7 मान रुम भाडा तिर्नु पर्यो, आफैले 20 मान खर्च भाडा खाना सबै गर्दाखेरि म्यानेज गर्दाखेरि एउटै हुन्छ। अनि तपाईँ चाहिँ अब आफै स्याचो भएर सञ्चालन गरिराख्नु भएको छ। अहिले चाहिँ तपाईँको कति जनाको मेम्बर टिम भएर काम गरिराख्नु भएको छ? कतिजनाले चाहिँ तपाईँले रोजगार दिइराख्नु भएको छ? अहिले त हामी 3-4 जना, हजुर, सबै म लगायत 4 जना मिलेर काम गर्दै हुन्छ। अनि अहिले चाहिँ जापानमा लगभग तपाईँले आफूले व्यवसाय रेस्टुरेन्ट सञ्चालन ल्याएको चाहिँ कति वर्ष भयो ठ्याक्कै अहिले चाहिँ? रेस्टुरेन्ट सञ्चालनमा ल्याएको 5 वर्ष काट्यो। भविष्यमा चाहिँ अब के यसको शाखा विस्तार गर्ने सोचमा हुनुहुन्छ कि नेपालमै अब फर्केर नेपालमा नै बिजनेस गर्ने सोचमा हुनुहुन्छ? होइन, सोच त पहिल्यै नै हो नेपालमा गर्ने है, तर नेपालको स्थिति हेर्दाखेरि हजुर अहिले सोच त्यस्तो नेपालमा केही गरौँला भन्ने सोच बनाएको छैन। अनि दाइ पछिल्लो समय चाहिँ नेपालीहरूको सङ्ख्या जापानमा दिन प्रतिदिन एकदमै बढिरहेको छ, लाखौँको दरले नेपालीको सङ्ख्या बढिरहेको छ। के चाहिँ कारणले नेपालीहरू जापानप्रति आकर्षण भएको हुन् जस्तो लाग्छ तपाईँको बुझाइको आधारमा? मेन नेपालमा रोजगार छैन। हजुर, रोजगार कल कारखानाहरू भएका पनि अहिलेको सरकारले भनौँ या अब जो नेताले भनौँ सबै बेचबिखन गरिसकेको अवस्था छ। हजुर, नेपालमा रोजगारै छैन अनि जनताहरूले एउटा बाटो त खोज्नै पर्यो, त्यसकारण विदेशिएको हो भन्ने जस्तो लाग्छ। अनि तपाईँ चाहिँ अहिले जापानमा यहाँ आफ्नो सबै परिवारसँगै बस्नु भएको छ या एक्लै बस्नु भएको छ? म अहिले सबै परिवारसँगै बसिरहेको छु। कतिजना परिवार बस्दै आउनु भएको छ? हाम्रो 6 जनाको परिवार छ, सँगै बसिरहेको छ। अनि जापानमा चाहिँ अनि जुन अब परिवारसँग बस्दाखेरि चाहिँ अब जापानमा चाहिँ अब विभिन्न समस्याहरू आउँछन्। अब आफ्नो देश छैन, आफ्नो भाषा छैन, आफ्नो संस्कृति छैन। यो समस्यासँग लड्न चाहिँ विदेशमा के कतिको जटिलता छ दाइ? जटिलता त छ, तर म्यानेज गरेर नै अघि बढेपछि अवश्य पनि बाटो पाइन्छ। हजुर। अनि जो जति अब पछिल्लो समय जापानको लागि सोच्दै हुनुहुन्छ, अब जापानमा कुक भिजामा मात्र नभएर अनेक भिजामा भएर नेपालीहरू जापानमा आउने गर्छन्, उहाँहरूलाई चाहिँ अब तपाईँले बुझेको अनुभवको आधारमा जापानमा यत्रो विगत 15-16 वर्षदेखि जापानमा बस्दै आउनुभएको छ, तपाईँको अनुभवको आधारमा अब आउने नेपालीहरूलाई चाहिँ के सुझाव दिन चाहनुहुन्छ? जापान चाहिँ कस्तो मुलुक हो, के चाहिँ बनेर आउँदाखेरि तपाईँले जापानमा राम्रो गर्न सक्नुहुन्छ भन्ने केही सन्देश छ र जापानबाट नेपालीहरूका लागि? नेपालबाट जापान नयाँ भाइ बहिनीहरू आउन चाहने भाइ बहिनीहरूलाई, स्टुडेन्टमा आउन चाहनेहरूले
अब भाषा नै हो मेन होइन। हजुर भाषा N4 लेभल है के लेभल भन्ने छ त्यो सिकेर आउनु नि पर्यो होइन। हजुर अरू कुरा त अब यहाँ आएर सबै कुराहरू समय र समयले परिस्थितिले बुझाउँछ सबैले सिकाउँछ सिकाउँछ। होइन। र कुकमा आउने हो भने मेन कुकिङ जान्नु अनिवार्य छ। कुकिङ जाने छैन भने फेक डकुमेन्ट बनाएर आएर दुःख पाइन्छ। अनि जो जति अब विभिन्न क्षेत्रमा अहिले नेपालीहरूको सङ्ख्या बढिरहेको छ। अब तपाईँ त विगत 7-8 वर्षदेखि आफूले नै बिजनेस गरेर बस्दै आउनुभएको छ। जो अब बिजनेस गर्ने सोचमा हुनुहुन्छ, जापानमा चाहिँ बिजनेस गर्नेहरूको फ्युचर के कस्तो छ? आफै पनि तपाईँ अब सफलतापूर्वक बिजनेस गरिराख्नु भएको छ। बिजनेस गर्ने सोचमा हुनेहरूका लागि तपाईँले बुझेको अनुभवको आधारमा चाहिँ के सुझाव दिन चाहनुहुन्छ र भोलि बिजनेस गर्न चाहनेहरूका लागि चाहिँ? बिजनेस गर्नेहरूको लागि एकदम राम्रो अपर्च्युनिटीहरू छ। हजुर तर अब के बिजनेस गर्ने भन्ने त्यो आफूले जानेको बिजनेस गर्नुपर्छ जे पनि होइन। हजुर के सम्बन्धी उसलाई ज्ञान छ त्यही ज्ञान अनुसार बिजनेस गर्दा अपर्च्युनिटीहरू धेरै छ। अनि चाहिँ तपाईँ नेपाल छोडेको धेरै भयो भन्नुभयो। जापान आउनुभन्दा पहिले तपाईँ इन्डिया कति वर्ष बस्नुभएको? जापान आउनुभन्दा पहिला इन्डिया 22 वर्ष इन्डिया। कति वर्षको उमेर हुँदा तपाईँले नेपाल छोड्नुभयो? म 14 वर्षको उमेर हुँदाखेरि नेपाल छोडेँ। अनि नेपालको माया लाग्छ कि लाग्दैन तपाईँलाई? नेपालको माया त लाग्छ नि, जन्मेको ठाउँको माया त लाग्छ। तर माया लागेर पनि के गर्ने? नेपाल विदेशमा यसो विदेशीहरूबाट सुन्दाखेरि तेरो देशमा त केही पनि छैन भन्न सुन्दाखेरि अलि नराम्रो लाग्छ। अनि तपाईँले चुज गर्नु पर्यो भने नेपाललाई चुज गर्नुहुन्छ या जापानलाई? चुज गर्नु पर्यो भने आजको टाइममा त जापानलाई नै गर्छु म। अब भोलि चाहिँ अब तपाईँले नेपाल सरकारले पनि राम्रो काम गर्यो। अब व्यापार व्यवसाय गर्नेहरूका लागि पनि राम्रो वातावरण सिर्जना गर्यो, देशमा नै रोजगारीका बाटाहरू बनायो भने चाहिँ भविष्यको प्लान चाहिँ के छ? तपाईँ नेपाल फर्किनुहुन्छ या अब जापानमै सेट भएर यतै सबै परिवार यतै छ अब यतै बस्ने भन्ने सोचमा हुनुहुन्छ? होइन, भविष्यको प्लान चाहिँ नेपालमा वातावरण सही बन्यो भने त नेपालमै गएर आफ्नो बिजनेस गर्ने हजुर ठुलो हुन्छ। बिजनेस भनेको मेरो यही होटल लाइनको बारेमै मलाई थाहा छ। यही होटल लाइन सम्बन्धी नै बिजनेस गर्ने चाहना चाहिँ छ। अनि अब चाहिँ हामी चाहिँ आज टोकियोको कोबुची स्टेसनमा आएका थियौँ। दाइले विगत 6-7 वर्षदेखि सफलतापूर्वक आफ्नो रेस्टुरेन्ट सञ्चालन गर्दै आउनुभएको थियो। तपाईँले चाहिँ आफ्नो रेस्टुरेन्ट जापानको ठ्याक्कै लोकेसन बताइदिनुहोस्, कुन चाहिँ क्षेत्रमा गर्दै आउनुभएको छ? मेरो यो रेस्टुरेन्ट भनेको सागामी हारासी मिनामीकु कोबुची अनि यो के अरे सियाक्सोको नजिकै रहेको छ। रेस्टुरेन्टको नाम जल्सा हजुर स्पाइस डिनर एन्ड बारले चलाएको छु। यो त सबै थियो जापानको कुरा। यदि तपाईँहरू पनि जापानमा जो कोही कुक भिसामा आउन चाहनुहुन्छ या जापानमा बिजनेस भिसा गर्न चाहनुहुन्छ भने दाइको कुरा सुनेर पक्कै पनि तपाईँहरूलाई केही प्रेरणा मिल्नेछ। यो त थियो सबै जापानको कुरा। अब तपाईँलाई मैले नेपालतर्फ लान चाहेँ। पछिल्लो समय नेपालबाट जापान मात्र नभएर विश्वका अनेक देशहरूमा नेपालीहरूको सङ्ख्या एकदमै परदेशिनीहरूको सङ्ख्या एकदमै बढिरहेको छ। यो चाहिँ के चाहिँ कारणले नेपालीहरूको सङ्ख्या, जस्तै तपाईँकै सवालमा तपाईँले 14 वर्षमा देश छोड्नुभएको थियो, यस्ता कलिला उमेरका युवा जनशक्तिहरूले आफ्नो देश छोड्नुको मूल कारण चाहिँ के हो जस्तो लाग्छ? देश छोड्नुको मूल कारण भनेको नि नेपालमा केही रोजगार अनि के भन्छ डेभलप नभएर नै हो जस्तो लाग्छ। रोजगारीका बाटाहरू र आफूले चाहे जस्तो इन्भाइरोमेन्ट नभएको कारणले थुप्रै नेपालीहरूले वर्षेनी देश छोड्नु पर्ने अवस्था आएको छ। त्यही हो। अनि जो जति अब भाइ बहिनीहरू, सानो उमेरका भाइ बहिनीहरू 17-18 वर्षकै उमेरमा विद्यार्थी भिजामा आउनुहुन्छ, उहाँहरूले चाहिँ अब जापानमा आएर काम नपाएर अब पछिल्लो समयमा त जापानमा पनि नेपालीको सङ्ख्या बढेसँगै विभिन्न दुर्घटनामा पर्ने, सुसाइड जस्ता स्क्याममा पर्ने केसहरू एकदमै बढिरहेको छ। यस्तोबाट बच्नको लागि र आफूलाई अब विदेशमा आइसकेपछि स्ट्रङ बनाउनको लागि चाहिँ के गर्नुपर्छ जस्तो लाग्छ तपाईँको बुझाइको आधारमा? स्टुडेन्ट भाइ बहिनीहरूले त अब त्यो सम्बन्धी त त्यति मलाई पनि ज्ञान छैन है। जसरी आफूले बुझेको आधारमा विदेशमा आएर चाहिँ आफूलाई मजबुत बनाउन या स्ट्रङ बनाउन चाहिँ जुनसुकै विद्यार्थी मात्र नभएर जुनसुकै भिजाकाहरूले पनि पछिल्लो समय नेपालीहरू कहिले कतै सुसाइड गरेको केस, स्क्याममा परेको केसहरू एकदमै आइरहेका छन्। विदेशमा आएर आफूलाई स्ट्रङ बनाउन चाहिँ के गर्दाखेरि चाहिँ बेटर हुन्छ जस्तो लाग्छ सामान्यतया? त्यो त आत्मबल, आफूलाई- आफूलाई स्ट्रङ बनाएर नै हिँड्नु पर्यो। अब विश्वास, अरूको विश्वास त गरेर हिँड्नु हुँदैन होइन। हजुर। अरूको काँधमा बन्दुक राखेर चलाएपछि त आफैलाई घाटा हुने। त्यसैले आफूलाई आफूलाई स्ट्रङ स्ट्रङ बनाएर बनाएर नै आफ्नो आफू अगाडि बढेपछि अवश्य सफल हुन सकिन्छ। अब मैले तपाईँलाई नेपालतर्फ लान चाहेँ। तपाईँलाई चाहिँ नेपालको कोही मनपर्ने नेता छ र? नेता त कोही पनि छैन। एउटा आजको टाइममा रवि लामेछाने भन्ने
थियो। अब मैले सही गरिरहेको छु भन्ने लागेको थियो, तर उसलाई फसाइरहन्। अब खै के हो राजनीतिक नेपालको त। अब नेता चाहिँ रवि लामिछाने, अहिलेका मेयरहरू छन् 4वटा। अनि उहाँहरूको कामप्रति खुसी हुनुहुन्छ कि हुनुहुन्न? बालेनको काम, हर्क चम्पाङको काम, हाम्रो धनगढीको गोपाल हमालको काम प्रति एकदमै एकदम राम्रो लागिरहेछ। त्यस्तै सबै नेताहरू भइदिएको भए देश देश बन्छ। सानो देश छ, बनाउन सजिलो छ। सबैले लागि पर्यो भने अवश्य सफल राष्ट्र बनाउन सकिन्छ। यस्ता युवाहरू विदेशमा आएर परिश्रम गरेर विदेशमा पनि आफूले सफलतापूर्वक व्यवसाय गरिरहेका छन्। अब भोलि राज्यले कुनै पनि यस्ता युवाहरूलाई सम्मान गर्न सक्यो भने, उहाँहरूको प्रतिभा बुझ्न सक्यो भने देशमै आएर केही गर्न सक्छन्। त्यसैले यस्तै भिडियोका लागि हाम्रो कार्यक्रम तपाईँहरूलाई के कस्तो लाग्छ? यदि भिडियोहरू मन परेमा हाम्रो भिडियोलाई लाइक, सेयर र सब्सक्राइब गर्न भने नबिर्सिनुहोला भन्दै अन्तिममा चाहिँ के भन्न चाहनुहुन्छ हाम्रो दर्शकहरूलाई चाहिँ? अन्तिममा दर्शकहरूलाई के भन्ने, अब यही हो। दाइको भिडियो रेस्टुरेन्टमा आएर दाइलाई पनि एकचोटि सबैजनाले सेवा गर्ने मौका अवश्य दिनुहोला भन्दै आजलाई भने तपाईँहरूको माझबाट हामी छुटिन चाहन्छौँ। हस्त नमस्ते, बाई बाई। ल दाइ, दाइसँग कुराकानी गरिसकेपछि हामी दाइको किचनतर्फ आएका छौँ। यहाँ दुईजना दाइहरूले काम गर्दै हुनुहुन्छ। उहाँले चाहिँ जापानमा किचन कुक भएर काम गरिरहँदाखेरि के कस्तो सहजता छ, के कतिको गाह्रो छ भन्ने विषयमा दुईजना दाइहरू हुन्छ। दुवै दाइहरू अहिले काम पनि गरिराख्नु भएको छ। उहाँसँग छोटो रूपमा कुराकानी गर्न चाहे। दुईटै दाइहरू एकचोटि बताइदिनुहोस् न तपाईँको परिचय। मेरो नाम चाहिँ कृष्ण कुमार सिंह। हजुर, म चाहिँ नेपाल महेन्द्रनगर। महेन्द्रनगरबाट। अनि दाइको नाम चाहिँ? नमस्कार, म चाहिँ लक्ष्मण पन्थ, गुल्मी घर चाहिँ छत्रकोट गाउँपालिका 3 गुल्मी। अनि जापान चाहिँ तपाईँहरू आउनुभएको कति भयो दुईटै दाइहरू? म चाहिँ 18 डिसेम्बरमा आएको। 2018 को डिसेम्बरमा। तपाईँ चाहिँ? म चाहिँ बल्ल 9 महिना रनिङ छ। अनि जापानमा चाहिँ जो जति कुक भिसामा आउनुहुन्छ उहाँहरू एकदमै गुनासो आइरहेको छ। काम पनि नजानेर आउने, नक्कली डकुमेन्ट बनाएर आउने, एकदमै जापान आएर गाह्रो हुने भन्ने भइरहेको छ। जापानबाट चाहिँ अब कुक भिसामा आउनेहरूका लागि चाहिँ तपाईँ त अब लामो समय बस्दै आउनु भएको छ। दाइ पनि अब 1 वर्ष जति भइसक्यो। तपाईँको अनुभवको आधारमा अब आउने कुक भिसामा आउनेहरूका लागि चाहिँ केही सुझाव दिन चाहनुहुन्छ र? सुझाव भन्दा नि बेसिक कुराहरू, अब जे कामको लागि यहाँ आउनु खोजिरहेछ त्यसको बारेमा जानकारी हुनु पर्यो राम्रोसँग। अनि अब काम सिकेको काम के अरे कुक भिजामा भएपछि कुक सम्बन्धी सबै कामहरू या त ट्रेनिङ गर्नु पर्यो होइन। नेपाली रोजगारीको लागि आउनु लगाएको हो भने चाहिँ होइन, म चाहिँ एक्सपिरियन्स होल्डर नै हुँ भने चाहिँ उसलाई झन् सजिलो भयो होइन। म चाहिँ काम गर्न जाने हो, विदेशको लागि जाने हो भने चाहिँ उसले केही न केही बेसिक कुराहरू त धेरै कुराहरू चाहिँ सिकेर आउनु पर्यो। तपाईँको बुझाइको आधारमा चाहिँ के भन्न चाहनुहुन्छ? मलाई चाहिँ अब म पनि भर्खर 9 महिना भयो जापान आएको है, कुक भिसामा आएको। हजुर। तर अब आउनेहरूलाई चाहिँ म चाहिँ के भन्न चाहन्छु भने जापानै तपाईँ कुक भिसामै आउँदै हुनुहुन्छ भने काम चाहिँ अनिवार्य काम सिकेर आउनुहोस्। काम हातमा सिप भएपछि चाहिँ कामलाई तपाईँलाई स्यालेरीलाई कुनै ठाउँमा पनि रोकिनु पर्दैन। काम सिकेर आउनुहोस्। सँगसँगै सक्नुहुन्छ भने भाषा पनि बनाएर प्लस पनि भाषा सिक्नु भयो भने त भाषा र काम मेन काम, अनि भाषा सिक्नु भने तपाईँलाई जापानमा चाहिँ सहज छ। अनि दाइले जे जति सेवा सुविधा दिनुभएको छ एकदमै खुसी भएर काम गरिराख्नु भएको छ। हजुर, राम्रो तरिकाले राख्नु भएको छ। एकदम खुसी छ। त्यसैले तपाईँहरू पनि जो जति जापानमा कुक भिसामा आउनुहुन्छ उहाँको अनुभव पनि सुनिसक्नुभयो। आउने सोचमा हुनुहुन्छ भने अब पक्कै पनि नेपालबाट काम सिकेर आउनु होला। काम सिकेर आउँदाखेरि तपाईँहरूलाई पनि त्यति गाह्रो हुने छैन। दाइ हुन्छ, काम गरिराख्नु भएको छ, काम गर्नुहोस्। अब तपाईँहरूको कस्टमर आउने समय भयो, मिठो खाना पनि खुवाउनु भयो, त्यसको लागि तपाईँहरूलाई पनि धन्यवाद छ। समय मिलेपछि फेरि आउनेछौँ। अहिले भने हामी छुट्टिन्छौँ है त दाइ। धेरै धेरै स्वागत छ, 2-4 शब्द राख्न दिनुभएको म ल दाइ है, ल बाई बाई।